मैले घरमा पैसा राख्दैन थिएँ, साथीहरूकै राखिदिन्थेँ। अलिअलि गरेर बरु 10 लाख 5 लाख 10 लाख गरेर विभिन्न ठाउँमा राख्दाखेरि नै त्यो सुरक्षित पनि हुन्छ। शीर्ष नेताको घरमा 1-8 करोड पैसा हुनु त ठुलो कुरा होइन भन्छन् नि फेरि जनताले। ठुलो होइन, त्यो ठुलो होइन, हुन सक्छ। तपाईहरुलाई दिने चन्दा पनि ब्याङ्किङ च्यानलबाट त्यति धेरै आउँदैन, तपाईको मात्रै होइन हरेक पार्टीकै आउँदैन हैन, यो पनि लुकाउन पर्ने कुरा होइन। कोष सञ्चालन गर्न कोष अध्यक्ष भन्दा पनि अध्यक्षज्यू नै अलि बढी पावरफुल हुनुहुन्छ, त्यो पनि लुकाउने कुरा भएन। तपाईहरु जस्तो यस्तो शीर्ष नेताको घरमा 1-8 करोड पैसा हुनु त ठुलो कुरा होइन भन्छन् नि फेरि जनताले। त्यो ठुलो होइन, हुन सक्छ, तर मैले घरमा पैसा राख्दैन थिएँ, साथीहरूकै राखिदिन्थेँ। अलिअलि गरेर बरु 10 लाख 5 लाख 10 लाख गरेर विभिन्न ठाउँमा राख्दाखेरि नै त्यो सुरक्षित पनि हुन्छ, सजिलो पनि हुन्छ। फेरि पार्टीभित्र के हो भन्ने पनि हुँदैन, विभिन्न ठाउँमा राखेको छ सबै थाहा छ साथीहरूलाई। त्यस्तो पारदर्शी हुन्छ। एउटा लेभलसम्म त पारदर्शी हुन्छ नि त, एउटा लेभलसम्म पारदर्शी नभएपछि त चल्दैन। अनि बाँकी त्यति 1 लाख थियो पैसा त्यहाँ चाहिँ त्यही देखियो भनेका छन्। मलाई त त्यो पनि के थाहा र अरू के जल्यो त्यस्तो महत्त्वपूर्ण कुरा तपाईले बिर्सन नसक्ने केही भन्न मिल्छ? धेरै जल्यो नि। सबभन्दा बढी मलाई चिन्ता भएको मेरो पुराना थुप्रै माइनेटहरू जनयुद्धकालका थिए, शान्ति प्रक्रियामा आएपछिका थुप्रै माइनेटहरू थिए, ती सबै जले। मेरो पुस्तकालय थियो, राम्रो कलेक्सन थियो, सायद तपाईँहरूले पनि देख्नुभयो कि त्यो पुस्तकालय, त्यो सबै जल्यो। सबभन्दा बढी मलाई चिन्ता त्यहाँ छ।